1 देखि 10 लाख रुपियाँसम्म जित्न सक्ने मौका है साथीहरू। हजुरहरूले पनि जानकारी पाउनु भएकै होला। साउन 1 गतेदेखि लागू भइसके। एकचोटि चाहिँ लक्की ड्र निकाली पनि सकियो। 15-15 दिनमा लक्की ड्र निक्लिन्छ। त्यही भएर अब जुन पसलमा जे सामान पनि किन्नुहुन्छ 100 रुपियाँभन्दा बढीको सामान किन्नुभयो भने हजुरहरूले बिल चाहिँ अनिवार्य नै माग्नु होला है त। अब बिल कोही व्यापारीहरूले हजुरलाई बिल दिन मानेन भने 1137 मा कल गरेर कम्प्लेन गर्न सक्नुहुन्छ। उनीहरूलाई 2-3 लाखको जरिमाना पनि हुन सक्छ। अब बिल चाहिँ अनिवार्य नै लिएर हजुरहरूले वेबसाइटदेखि इन्ट्री गर्ने हो। अनलाइन पेमेन्ट गर्नुहुन्छ भने पनि हजुरलाई बिल चाहिँ अनिवार्य नै चाहिन्छ है। फेरि भ्याट नम्बर भएको बिल नै चाहिन्छ, अरू बिल भएर पनि हुन्न है। त्यही भएर साथीहरू अब सेयरदेखि कन्टेन्ट क्रिएसनदेखि पनि भएन भने कता यतातिरबाट लखपति पो भइन्छ कि अब आफ्नै नेपाल सरकारले दिएको सुविधा किन नयुज गर्न पर्यो र मजाले युटिलाइज गर्ने हो साथीहरू। त्यही भएर जता कतैबाट हजुरहरूले 100 रुपियाँभन्दा धेरैको सामान किन्नुभयो भने बिल चाहिँ अनिवार्य नै लिएर आउनु होला।